guys, welcome back my channel. I hope हजुरहरु सन्चै हुनुहुन्छ र म पनि आरामै छु। आज चाहिँ म यति राम्री भएर नयाँ न्यू लुक है, दिस इज माई न्यू लुक। मैले पहिला कहिले नि यस्तो गरेको थिइनँ। आज चाहिँ म यस्तो पुरा मेकअप सेकअप गरेर नयाँ लुक बनाएर आज चाहिँ म पार्टीमा जाँदैछु। आज चाहिँ मेरो भदैनीको सानो भदैनीको भात खुवाई हो, सेरामनी पार्टी छ। सो म त्यहाँ जाँदैछु होइन। म आइएम लेट अलरेडी, त्यही भएर म ट्याक्सीमा जाँदैछु। सबैजना जानु भइसक्यो, मलाई मेसेज गरे हुनुहुन्छ, कल गरे हुनुहुन्छ। आई एम अलवेज लेट बिकज माई हेबिट अलरेडी। वाट टु डु, ठिकै छ होइन? कस्तो देखेछ मलाई भनिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि म त्यहाँ गएपछि हल्का अलिअलि देखाउने छु हजुरहरूलाई पनि भदैनीको भात खुवाएको प्रोग्राम होइन। अनि हजुरहरूलाई के कस्तो लाग्छ भन्नु होला। त्यसको लागि हजुरहरूले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्नेछ। अनि मेरो भिडियोलाई डु नट फर्गेट लाइक, शेयर, कमेन्ट एन्ड सब्सक्राइब। आज पार्टी चाहिँ यो इन्डियन क्लबमा छ, कस्तो हल्लेको। अनि म चाहिँ ट्याक्सीमा जाँदैछु। म चाहिँ भिडियो खिच्दै कि ट्याक्सीमा आउँदै थिएँ भरे त त्यो पार्टी प्लेस भन्दा पनि म क्रस भएर मास्तिर पो आइसकेको छ। म फेरि हिँड्दै जानुपर्ने भयो नि। कत्रो हिल लगाइरहेको छु, यहाँ हिँड्न अप्ठ्यारो भइरहेछ मलाई। ओ गड, यता तलतिर जानुपर्ने हुन्छ म चाहिँ। अब कति छिटो ल्याइपुग्यो है त्यसले। इन्डियन क्लब लेट्स गो इनसाइड। अब म माथि जान्छु। म चाहिँ यहाँ फाइनली आइपुगेँ इन्डियन क्लब सेरामनी पार्टी। क्युटी बाई मेरो सानो भदैनी प्यारी। यहाँको डेकोरेसन चाहिँ यस्तो छ, नाइस, राम्रो लाग्यो। अब भित्र जाउँ ल आन्टी। अब भित्र जाउँ होला। आन्टीहरू पनि ठ्याक्कै आइपुग्नु भएछ। हाई, खै आइगरेको? नमस्ते क्युटी बाई। कस्तो ह्यान्डसम देखाएको भाइलाई त भाउ। मस्त जोक मारा रे। म चाहिँ यहाँ चिया पिउँदैछु। सही हाल चिया चेस। भिडियो चेस दाई चेस। फेरि यहाँ सोराको विनिङ सेरेमनीमा आएको छ। तपाईँहरू सबै वेलकम ब्याक टु माई च्यानल। ये सब क्या देखना पड़ रहा है? राम्रो छ, दामी दिदी। गोर्खा ब्लड टिम, या गोर्खा ब्लड टिम हामीहरू चाहिँ सबै। यो टेबल चाहिँ नि गोर्खा ब्लड टिमको हो। अझ आउनु बाँकी छ दाइ दिदीहरू। सधैँ मलाई जिस्काउने है। हाम्रो चाहिँ यहाँ छ स्टार्टर। यो चाहिँ नि भेज स्प्रिङ रोल। हुन्छ हालिदिनु स्प्रिङ रोल। अनि यो पकौडा स्प्रिङ रोल दुईवटा। अनि यो चाहिँ भेज पकौडा पनि दिदी। आलु नखाने म, आलु खाएर म आलु जस्तो भइसक्यो रे। अनि यहाँ छ ग्रिन चटनी, स्पाइसी अनि इमली चटनी। अनि के हो मुला काँक्राको अचार। कुन चाहिँ मिठो छ? त्यही खाऊँ होला। अनि यहाँ पापड। अनि यो सिद्रा र भनासको अचार। अनि यो चाहिँ के हो? यो चिकन टिक्का। अनि यहाँ चाहिँ छ पोर्क रिब्स फ्राई। यहाँ चाहिँ दिदीहरूले मलाई हालिदिँदै हुनुहुन्छ। हजुर अचार थोरै, अलिअलि पिरो त खान्छु। आफ्टर लङ टाइम पछि आन्टीलाई पनि भेट भयो। यो चाहिँ मेरो स्टार्टर। सेकेन्ड सगरमाथा हेर्दै। अच्छा बात नहीं है।
काजु मटर पुलाउ, प्लेन राइस। यो चाहिँ नि पनिर मटर, यो आलु गोबी। हामी चाहिँ नि अब यहाँ मेन कोर्समा आइपुगेछौँ। यहाँ सलाद सकेको अवस्था रहेछ। पोर्क राईको साग सबैको फेभरेट, सबैको घर घरमा पाउने यो बिहानै बेलुकै। यहाँ छ राजमा अनि नान। करी कस्तो नचिन्नु भएको दिदी, चस्मा खोइ तपाईँको? यहाँ छ राजमा अनि नान। म चाहिँ नि भेजिटेरियन। हाम्रो चाहिँ यहाँ अब डिनर टाइम ल है, ल डिनर टाइम है। सेकेन्ड माउन्टेन हुनु भन्नु दिदीको पनि छ है यहाँ, ल है। नाच्छ नि, खूब नाच्छ नि यसले। हेर्नु त खुट्टा हेर्नु न, खुट्टा हेर्नु न, खुट्टा हेर्नु न। के लागेको रहेछ भाइ प्यान्टमा? कुन के लागेको छ? कालो छ। खुट्टा हेर्नु न, खुट्टा हेर्नु न उसको। अब यहाँ कपिराइट लाग्छ। के लागेको छ? कालो सक्यो। दहीहरूले पनि भइसक्यो, दिनुभएको छैन नि। ए अब हाम्रो ग्रुप फोटो। खुट्टा हेर्नु न, खुट्टा उसको। लजाएको नि फेरि त्यहाँ लजाएको के लजाएको। टल्के छ।